नमस्कार सबैजनालाई अनि स्वागत छ मेरो नयाँ भिडियोमा। आजको मेरो कथाको शीर्षक रहेको छ महादेव यानी कि शिव, मौनभित्रको अनन्त सत्य। अहिले श्रावणको महिना चलिरहेको छ र यस श्रावणको महिनामा नेपाल र भारतमा एकदमै धार्मिक महिना मानिने गरिन्छ, किनकि यस महिना शिवजीलाई पूज्ने गरिन्छ। शिवजीलाई अरू बेला नै पूज्ने गरिन्छ, तर यस महिना विशेष तरिकाले शिवजीलाई सम्झिएर, शिवजीलाई सुम्पिदिएर मान्छेहरूले पूज्ने गरिरहेका छन्, मान्छेहरूले व्रत बस्ने गरिरहेका छन्। त्यसै कारणले म यस महिना चाहिँ हाम्रो महादेवको बारेमा एउटा कथा लिएर सबैमाझ आइपुगेको छु। सबैले सुनिदिनु होला। रात गहिरो थियो, आकाशभरि असङ्ख्य ताराहरू चम्किरहेका थिए। एउटा विशाल पहाडको मुनि एउटा गुफा थियो। त्यस पहाडमा एकजना युवक ध्यानमा बसिरहेको थियो, शिवजीको ध्यानमा। उसको मनमा एउटा प्रश्न थियो। त्यस प्रश्नको उत्तर खोज्नको लागि त्यस युवक ध्यान गरिरहेको थियो र त्यो प्रश्न थियो, जीवनको वास्तविकता के हो? व्हाट इज द पर्पज अफ लाइफ? धेरै समय बितिसकेको थियो। त्यस युवक ध्यान गरिरहेको थियो त्यस गुफाभित्र। त्यस गुफाभित्र रहेका चराचुरुङ्गीहरू, चमेराहरू, किराहरू पनि त्यहाँदेखि हराउन थालेका थिए। त्यहाँको वातावरण एकदमै शान्त भइरहेको थियो। यति शान्त कि त्यो मौनताभित्र कुनै अनुभूति, कुनै शक्ति लुकेको थियो र उसले ध्यान गर्ने क्रममा भगवान शिवलाई देख्यो। तर शिवले केही पनि बोलेनन्। युवकले सोध्छ, हे महादेव, यो संसारमा यति धेरै दुःख किन छ? किन मानिसहरू लोभ, क्रोध र अहङ्कारमा बाँच्ने गरिरहेका छन्? शिवजी मुस्कुराउनु भयो। उहाँको मुस्कानमा समस्त ब्रह्माण्ड समेटिएको थियो। त्यसपछि शिवजीले भन्नुभयो, दुःख संसारले दिएको दुःख होइन, दुःख त तिमीले गरेको एक्सपेक्टेसनले गर्दाखेरि दिएको, तिमीले गरेको आशाले गर्दाखेरि दिएको। त्यस युवक अचम्म पर्यो। शिवजीले फेरि पनि भन्नुभयो, हेर, मेरो शरीरमा खरानी छ, किनकि अन्त्यमा सबै कुरा खरानी नै बन्ने हो। यदि यो सत्यलाई मानिसले बुझ्ने भए अहङ्कार कहिले पनि जन्मिने थिएन। मेरो घाँटीमा सर्प छ, सर्पसँग सबैजना डराउने गर्छन्, तर मैले सर्पलाई आफ्नो आभूषण बनाएँ, आकर्षण बनाएँ, किनकि जसलाई तिमी स्वीकार्छौ त्यो तिम्रो शक्ति बन्छ, जसपटक तिमी भाग्छौ त्यो तिम्रो डर बन्छ। मेरो जटाबाट गङ्गा बग्छिन्, ज्ञान पनि गङ्गा जस्तै हो। यदि यसले अहङ्कारले छोप्न खोज्ने हो भने त्यसले सबै बगाइदिन्छ। विनम्रताले मात्रै ज्ञानलाई सही दिशामा बग्न दिन्छ। त्यस व्यक्तिले एकदम ध्यानपूर्वक सुनिरहेको थियो। शिवजीले आकाशतिर हेर्दै भन्नुभयो, मानिसहरू सुख खोज्छन्, ह्याप्पी हुन खोज्छन्, तर शान्ति खोज्दैनन्, पिस खोज्दैनन्। सुख परिस्थिति अनुसार बदलिन्छ, समयअनुसार चेन्ज हुन्छ, तर शान्ति भने आफूभित्रबाट पलाउने कुरा हो, जन्मिने कुरा हो, आफूले जगाउने कुरा हो, बनाउने कुरा हो। तिमी संसार बदल्न नहिन, तिमी आफ्नो मन बदल। जब तिमीले आफ्नो मन बदल्छौ, संसार हेर्ने दृष्टिकोण पनि बदलिन्छ। त्यस व्यक्तिले फेरि पनि महादेवलाई सोध्यो, हे महादेव, सक्सेस भनेको के हो? सफलता भनेको के हो? यसलाई कसरी हासिल गर्ने? महादेवले, शिवजीले आफ्नो त्रिशूल देखाउँदै भन्नुभयो, यो त्रिशूलको 3 धार जस्तै जीवनमा पनि 3वटा कुराहरू एकदम उपयुक्त छ, ज्ञान, धैर्य र करुणा, नलेज, पेसेन्स एन्ड हम्बलनेस। केवल धन कमाउनु मात्र सफलता होइन, आफूले आफ्नो मन जित्नु नै सबभन्दा ठुलो विजय हो। र त्यो मन एकदम धेरै धन कमाएर या धन नकमाएर पनि जित्न सकिन्छ। त्यसपछि शिवजीले आँखा बन्द गर्नुभयो। केही क्षणपछि शिवजीको स्वर फेरि पनि सुनियो। नदी कहिले पनि आफ्नो लागि बग्दैन, रुखले फल कहिले पनि आफैले खाँदैन, सूर्यले आफ्नो लागि उज्यालो दिँदैन, प्रकृतिको हरेक अस्तित्व अरूको लागि बाँच्ने गर्दछ। त्यसैले सेवा नै, सहयोग नै सबभन्दा ठुलो साधना हो, सबभन्दा ठुलो ध्यान हो। युवकको आँखाबाट आँसु बग्न थाल्यो। उसले महसुस गर्यो, यो सबै कुरा त बाहिर होइन, उसले आफैभित्र नै खोज्नुपर्ने रहेछ। शिवजीले अन्तिम पटक फेरि पनि भन्नुभयो, ध्यान राख, जीवनमा जे पनि गुम्छ तिमी त्यसको पछाडि नदौड, जे आउँछ
त्यसलाई एकदम खुसी भएर हम्बल भएर स्वीकार। परिवर्तन नै चेन्जेस नै प्रकृतिको नियम हो, यो दुनियाँको ब्रह्माण्डको नियम हो। परिवर्तनसँग चेन्जिससँग भाग्ने मान्छे दुखी हुन्छ, तर परिवर्तनलाई स्वीकार्ने मान्छे एकदम मुक्त हुन्छ। यति भन्दै उहाँको शिवजीको त्यस दिव्य रूप विलीन हुँदै जान्छ। त्यस गुफाभित्र मौनता छायो, मौन भयो। त्यस मौनता खाली थिएन, त्यस मौनता पुरै ज्ञानले भरिएको थियो। त्यस युवक गुफादेखि बाहिर निस्किन्छ, त्यही हिमाल, त्यही संसार, सबै त्यही नै हुन्छ। तर उसको दृष्टि भने बदलिएको थियो। त्यस दिन उसले बुझ्यो शिवजी कुनै टाढाका देवता होइनन्। जब मानिसले अहङ्कार त्याग्छ त्यो शिव हो। जब मानिसले आफ्नो क्रोधमाथि विजय पाउँछ त्यो शिवजी हो। जब मानिसले सत्य, करुणा र मौनतालाई अपनाउँछ त्यो शिवजी हो। किनकि शिव कुनै मूर्ति होइनन्, शिव भनेको चेतना हुन्, कन्सियसनेस हुन्, अवेरनेस हुन्। शिवजी अन्त्य होइनन्, शिवजी अनन्त हुन्, शिवजी सुरुवात हुन् र उहाँ प्रत्येक शुद्ध, जागृत, चेतनशील मतलब कन्सियस र निडर हृदयभित्र बस्नुहुन्छ। हर हर महादेव, हर हर महादेव, हर हर महादेव।